यो कोरिन छ्याङ हो। चामल र मर्चाको मिश्रण छ्याङ जुन अहिले विश्वभरि प्रख्यात भइरहेको छ। र हाम्रो कुरा गर्दाखेरि नेपाली समाज, नेपालमा बस्ने जात जातिहरू जुन वर्षौंदेखि लोकल रक्सी, छ्याङ जस्ता कुराहरूमा एकदम माहिर छन्, बनाइरहेका छन्। तर हाम्रो बजारीकरण र हामीहरूको अलिकति व्यवहारिक प्रयोगको कमीले गर्दाखेरि जुन अहिले बनाएको कुराहरू पनि नष्ट गरिरहेका छौँ र गरिरहने कानुन पनि छ। यसरी ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकियो भने या आफ्नै बजारमा उत्पादन गर्न सकिने भयो भने, बेच्न पाइयो भने हामीलाई विदेशी कुराहरू भित्राउनु नपर्ने हुन सक्छ। र यो म खोलेर पनि देखाइरहेछु कस्तो हुँदो रहेछ भनेर। यो चाहिँ 4 देखि लगभग 8% अल्कोहल हुन्छ भन्ने कुराहरू यहाँ लेखेको रहेछ। अब 4 देखि 8% भनेको त खासै त्यति धेरै अल्कोहलको मात्रा पनि हैन। त्यति भनेको राम्रै हो जस्तो लाग्छ मलाई। लेट्स सी। ओके, पहिला अलिकति हल्लाउँ हैन। मोई भनौँ। फेरि अब यो भिडियो कुनै पनि यो पेय पदार्थ कुनै पनि मदिराको विज्ञापन या मदिरा खानको लागि गरिएको भिडियो चाहिँ होइन। जस्ट मैले ब्रान्डिङ र गरे के हुँदैन भन्ने जस्तो आत्मनिर्भर हुन सिकौँ, आफ्नो उत्पादनलाई प्रोत्साहन दिउँ या उत्पादनमा लागौँ भन्नको लागि मात्रै यो भिडियो बनाएको। फेरि मैले यो कुनै पनि विज्ञापन या कसैलाई खानलाई मोटिभेट गरेको भिडियो चाहिँ होइन, कृपया त्यसमा नगइदिनु होला। मैले जस्ट ट्राई है कस्तो छ भनेर।